बाटो कहाँ जान्छ भन्ने कुरा थाहै छैन। रोडै हिँडिरहेछौँ। तर माथि गएपछि सलुवा रोड आउँछ जस्तो लागिरहेछ मलाई होइन। त्यही हो, सलुवा रोड आउँछ होइन गाइज। अब हाम्रो रोडको छेउ घुमिरहेछौँ। अब यो इन्डस्ट्रियल एरियामा चाहिँ एउटा पार्कको चाहिँ कस्तो डिस्टर्ब भएको, पार्कको चाहिँ एउटा व्यवस्था भयो भने साह्रै राम्रो हुन्छ। किनभने अब यस्तो बेलुका गएर त्यो पार्कमा गएर अब यसो बस्न मिल्छ होइन। अब नेचर भनेको नेचरै हुन्छ, त्यो नेचर भनेको धेरै राम्रो चिज हो क्या। जुनसुकै अब यो धुलो धुवा भनेको त धेरै खराब, यो सब आर्टिफिसियल हो नि त यो भनेको त होइन। सबै भनेको त मान्छेले बनाएको नि त। तर नेचर भनेको एकदमै राम्रो चिज हो। नेचर नेपाल जस्तो ब्युटिफुल कन्ट्री त कुनै पनि छैन जस्तो लाग्छ मलाई। स्विजरल्यान्ड पनि छ है, स्विजरल्यान्ड पनि दामी छ है, मैले देखेको थिएँ। तर नेपालै हो यार कसम। जसले चाहिँ यो भनेको त पछि विकास गरेको, पछि मान्छेले बनाएको चिजहरू, प्राकृतिक सौन्दर्यता भनेको त नेपालमा मात्रै पाइन्छ है, त्यस्तो लाग्छ मलाई चाहिँ। तपाईँहरू के भन्नुहुन्छ होइन? विकसित भयो होला, पैसा भएर सबै कुरो यो मान्छेले नै चाहिँ बनाएको चिजहरू हो नि त होइन। तर पनि कतारले पनि त अब धेरै यति धेरै माया गर्छ यिनीहरूलाई। त्यो पानी हालिरहेको हुन्छ, रुख रोपिरहेको हुन्छ के सबै ट्रिजहरू हेर्दा आम्मा। त्यसैले हाम्रो नेपालमा चाहिँ के छ, भएकोलाई मास दिन्छ क्या। कति धेरै छ, भएकोलाई मास दिन्छ हो। यहाँ चाहिँ नभएर कहाँबाट किनेर कुन देशबाट ल्याएर होला होइन। सबै टेम्परेचर मिलाएर, कति पानी दिनुपर्ने सबै कुरो मिलाएर यिनीहरूले रोपिरहेको हुन्छ। कति वर्षौँदेखि यिनीहरूले यो चाहिँ नि ट्रिजहरूलाई कति भनौँ न लगानी गरिरहेछ यिनीहरूले होइन। भोगेन होइन, मलाई त्यस्तो लाग्छ है। अब हेर यही रुख हेर न, यो कति पानी हालिरहेछ, यसरी पानी हालिरहेको हुन्छ, कस्तो राम्रो छ होइन। के को रुख हो त्यो म जान्दिनँ गाइज, कमेन्ट गर्नु होला होइन, कमेन्ट गर्नु होला। हामी चाहिँ यस्तो चिजहरूलाई होइन, त्यही हो सबले त्यसलाई सम्हाल्नु पऱ्यो होइन। बोट बिरुवाहरूलाई मास्नु भएन। नेचर भनेको नेचर मैले यहाँ आएर फिल गरेको छु क्या होइन। नेचुरल हावा होइन, बिर्सन नसक्ने हुन्छ नि नेपालमा हेर्न त कस्तो राम्रो छ। अहिले आएर सम्झिँदाखेरि त सेट माई गुडनेस भन्नु परेको छ होइन।